लोक सेवा आयोगको पासवर्ड बिर्सिदा के गर्ने? आउनुहोस् यसलाई समाधान गर्ने तरिका हेरौँ। ल यस्तो इन्करेक्ट युजर नेम ओ पासवर्ड देखायो, चिन्ता नलिनुहोस्, यसको सजिलो उपाय छ। यस्तो बेला सबैभन्दा पहिले पासवर्ड भुल्नुभयो भन्ने लिङ्क खोज्नुपर्छ। पासवर्ड हाल्ने ठाउँको ठिक तल हुन्छ यो लिङ्क हो, यही लिङ्कमा क्लिक गर्ने हो। पहिलो तरिका भनेको इमेलबाट रिसेट गर्ने हो। यसमा दर्ता भएको इमेल प्रयोग हुन्छ। यो बक्समा आफूले दर्ता गरेको इमेल टाइप गरेर सबमिट गर्नुहोस्। त्यसपछि सिस्टमले इमेल र मोबाइलमा एउटा अस्थायी पासवर्ड पठाइदिन्छ। कहिलेकाहीँ सिस्टमले इमेल चिन्दैन। अब यस्तोमा के गर्ने त? यसको मतलब त्यो इमेल सिस्टममा छैन, तर नआत्तिनुहोस्, अर्को उपाय पनि छ। अब आउँछ दोस्रो र सबैभन्दा भरपर्दो तरिका, नागरिकताको विवरणबाट रिकभर गर्ने। आफ्नो पहिचान प्रमाणित गरेर खाता फिर्ता पाउन यो प्रक्रियाले मद्दत गर्छ। यहाँ नागरिकता नम्बर, जारी मिति र जिल्ला ठिकसँग भर्नुहोस्। ल, सफल भयो। अब युजर आइडी र नयाँ पासवर्ड फोन र इमेल दुवैमा आउँछ। अस्थायी पासवर्ड त आयो, अब अर्को कदम के हो त? त्यही अस्थायी पासवर्डले लगइन गर्नुहोस् अनि त्यसलाई ओल्ड पासवर्डको ठाउँमा राख्नुहोस्। अब बनाउनुपर्छ एउटा बलियो पासवर्ड। यसका केही नियमहरू छन्। यो बलियो पासवर्डको रेसिपी जस्तै हो, जहाँ यी सबै कुरा मिलाउनुपर्छ। नयाँ पासवर्ड 2 पटक हाल्नुहोस्। यसो गर्दा गल्ती हुने सम्भावना रहँदैन। एउटा अर्को समस्या, धेरै पटक गलत पासवर्ड हाल्दा खाता लक हुन सक्छ। 20 पटकसम्म नमिल्दा यस्तो हुन्छ। यो सुरक्षाको लागि हो, तर समाधान सजिलो छ। यसलाई खोल्न फेरि पासवर्ड भुल्नुभयो, प्रक्रिया प्रयोग गरे हुन्छ। खाता आफै खुल्छ। पासवर्ड रिसेट गर्नुअघि यी कुराहरू तयार राख्नुभयो भने एकदमै छिटो हुन्छ। ल, अब जुनसुकै लगइन समस्या आए पनि समाधान गर्न सकिन्छ। सजिलो छ, हैन त?